कहिले सपनामा देख्छु बिरामी भएको, कहिले कस्तो देख्छु, फोन गरे फोन उठ्दैन। सपनामा पनि छोरा देख्नुहुन्छ? अनि यो पुलिसलाई मैले एकपल्ट नम्बर दिएँ, फोन गर्नु भने यसले गरेँ एकपल्ट। गर्दाखेरि अनि म फेरि पछिल्लोचोटि जाँदा तैँले मलाई किन पुलिस लगाइछु अरे। मैले पुलिस लगाएको होइन बाबु, तँलाई समात्ने पिट्ने थुन्ने भनेको होइन। तँ मेरो फोन नउठ्दाखेरि म उसलाई गरेर उसले गर्दा त उठ्छ कि के भन्छस् भनेर मैले गराएको उसलाई फोन। अरू त मैले केही गरेको होइन तँलाई भने। माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन, तर कसैको लागि यो दिन केवल सम्झना र प्रतीक्षाको पहाड बनेको छ। हामीले आमाको मुख त हेर्यौँ, तर के हामीले आमाको मन हेर्न सिक्यौँ? सम्पर्कमा आइराख्नु भयो? आइराखेँ, पहिला त आइरहन्थेँ। जब तपाईँ सम्पत्ति दिनुभयो, सम्पत्ति जग्गा 2 कट्ठा जग्गा त्यसपछि गएर दिइसकेपछि अनि त्यहाँबाट चाहिँ दिन गरे अनि आउने जाने कन्ट्याक्टमै नआउँदैन त्यो। छोरा कन्ट्याक्टमै नआउने? नआउने, पुराको घन्टी पुरा जान्छ, फोनै उठ्दैन। आज माता तीर्थ औँसी यस्तो चिज त कति गयो त्यसले कहिले गर्छ र? आमाको मुख हेर्नु दिन हो, गर्दैन। सम्झिनु। आज त मैले गर्ने कुरा भएन, उनीहरूले गर्ने हो। अरू दिन मैले गर्दा पनि उठ्दैन फोन त्यसको, पुरा घन्टी जान्छ उठ्दैन। अनि त्यहाँबाट सम्पर्क हुनु सकेन भन्छ उनीहरूले। आफैले जन्माउनु भएको छोरा? आफैले मैले पाएको छोरा। म आसाममा बसेको कि बाबु, पहिला आसाममा बसेर अनि यहाँ नेपालमा जाउँ आफ्नो घर पनि हेरौँ भनेर मलाई पर्वत लिएर गयो त्यसको बाउले। मलाई त्यहाँबाट मलाई सौदाल बहुत दुःख दिए, त्यहाँ पनि अर्को सौदा दियो। दुःख दिएको भएर म त्यहाँ बस्न नसकेर आएर मैले बुटलमा पसल गरेर बसेँ। 30-35 वर्ष म बुटलमै बसेँ। होटल गरेँ, किराना पसल गरेँ, दुनियाँ गरेँ। तिनीहरूलाई पढाएँ, सबैलाई हातखुट्टा लगाइदिएँ। छोरीको सबै ठाउँमा बिहा भयो। अब अनि बहुत देवघाटतिरै बसौँ, अब गर्नु सकिन्न भने अब के गर्ने, नसक्ने भएपछि अनि यहाँ आएर बसेको नि भयो 15-16 वर्ष भइसक्यो, धेरै भयो। अहिले 46 सालमा आएर बसेको, 46मा कि 77 सालमा हामी आएको यहाँ देवघाट आएर बसेको। तपाईँले जन्माउनु भएको छोरा? मैले जन्माएको छोरा बाबु, मैले किन दुध गर्छु? त्यही त नि, तपाईँले जन्माउनु भएको छोरा त्यसपछि गएर अहिले आएर आमालाई नै मतलब नगरिदिने, सम्पत्ति नपाउन्जेलसम्म चाहिँ पछि लागिराखे हो। हजुर, सम्पत्ति नपाइन्जेलसम्म पछि लागेर आए, सम्पत्ति पाइसकेपछि चाहिँ आमाको मतलब भएन। जान्छ केही भन्दैन, झगडा पनि गर्दैन, के पनि गर्दैन। ल त तिमी जाऊ भनेर मलाई गाडीमा चढाइदिन्छ। अब एउटै गाडी रहेछ उहाँबाट आउने जाने। कतिपटक जानुभएको छ? कतिपटक जानुभयो छोराको म घरमा? 2 पल्ट 2 पटक जानुभयो। 2 पटक गइसकेपछि पनि सम्पर्कमा आउने प्रयास गर्ने, पछि कन्ट्याक्ट केही पनि मैले गरेन। यत्रो कहानी गरेँ। अब मलाई म त्यो सुगर प्रेसर भएको बिरामी, मलाई दबाई खानुपर्छ, के हुन्छ। ठिक छ, तैँले धन दे चाहे नदे छैन मसित भन्, तर कन्ट्याक्टमा मरेको बाँचेको हामीलाई त कति हुन्छ नि बाबु, आफ्नो छोराछोरीलाई छैन त्यो कन्ट्याक्टमा। छोरीहरू? छोरी एउटा आउँछ बुटल गरेर मैले पाल्पा बिहा गरिदिएको, बुटलमा आउँछु, औँसीमा आउँछु भनेको फेरि 10-12 गते पछि आउँछु भनेको। छोरीलाई दिनुभन्दा छोरालाई दियो भनेदेखि भोलिको दिनमा मर्दाखेरि पनि हेर्छ भन्ने भएको थियो। त्यो भनेर दिएको मैले छोरालाई। म मरे त मलाई त नहेरोस्, कमसेकम दिदी मैले त हेर्ला नि, एक छाप भात त खोला नि भनेर दिएको मैले त्यसलाई। दिदीबहिनीसँग पनि सम्पर्कमा छैन? दिदीबहिनीसित पनि छैन, त्यो छैन दिदीबहिनीसित। जुन बुटलको छोरी त माइली छोरी आउँछ त्यसको त छैन, अरूको त जान्दिनँ म। अरूको त 2टा छोरी बुटलमा छ, कान्छी र माइली। साइली काठमाडौँ छ, जेठी उयो हामी बसेको ठाउँमा इन्डियामै छ। आजको दिन सम्झिँदाखेरि अलिकति खल्लो लाग्दैन आमा? सबैको आमा बुवा हेर्नलाई छोराहरू कहाँ कहाँबाट पुगेका छन्, छोरीहरू कहाँ कहाँबाट कहाँ आएका छन्, फोन गरेका छन्। त तपाईँले आफूले जन्म दिएको छोरा सहारा देला भन्ने भएको थियो, हेर्ला भन्ने भएको थियो, तर सम्पत्तिको अगाडि नाता सम्बन्ध पनि केही रहेनछ। त्यही रहेछ। कहिले सपनामा देख्छु बिरामी भएको, कहिले कस्तो देख्छु, फोन गरे फोन उठ्दैन। सपनामा पनि छोरा देख्नुहुन्छ? अनि यो पुलिसलाई मैले एकपल्ट नम्बर दिएँ, फोन गर्नु भने यसले गरेँ एकपल्ट। गर्दाखेरि अनि म फेरि पछिल्लोचोटि जाँदा तैँले मलाई किन पुलिस लगाइछु अरे। मैले पुलिस लगाएको होइन बाबु, तँलाई समात्ने पिट्ने थुन्ने भनेको होइन।
त मेरो फोन नउठ्दाखेरि म उसलाई गरेर उसले गर्दा त उठ्छ कि के भन्छस् भनेर मैले गराएको उसलाई फोन अरू त मैले केही गरेको होइन तँलाई भने किन पुलिस लगाइस् किन पुलिसलाई भनिस् भनेदियो यहीँको असैले अब आमा देवघाटमा बस्नु भएको छ, जीवन निर्वाह देवघाटमा भएको छ। योभन्दा ठुलो कुरा केही पनि होइन। बुढेसकालमा तीर्थस्थलमा हुनुहुन्छ। बुढेसकालमा तीर्थस्थलमा हुनुहुन्छ। अब मर्दा पर्दा अब यो धार्मिक ठाउँ छ, धार्मिक ठाउँमा भएपछि त आनन्दसँग छोरा बुहारी नहेरेका आमा बुवाहरू कति हुनुहुन्छ यो ठाउँमा हुनुहुन्छ होइन। छोराबाट तपाईँले जग्गा दिनुभयो, अब छोराबाट हजुरले के चाहनु भएको छ? अब मैले त्यसले मलाई आएर ठिक छ नपाओस् नहेरोस् मलाई आश्रममा सेटल गर्दै हुन्छ। किनभने अर्काको घर हो यो, भोलि म लोत्री चाहिँ झन् नसक्ने भएछु। अब महिना 2-3 हजार रुपियाँको औषधि खानुपर्छ मलाई अति सम्बन्धीको, त्यो बिमाले दिन्न किन्ने भन्छ। त्यसो भएपछि त मलाई लिएर आश्रममा राखिदियोस् त्यसले। त्यही मेरो त्यो भत्ताले म जे जति दबाई गर्छु त्यही मलाई नहेरोस्, मेरो क्रिया पनि नगरोस्, मलाई कसरी नहेरोस्, मलाई आश्रममा राखिदिए हुन्छ भने मलाई त अब अरू केही छैन। मलाई त्यो जग्गा फिर्ता गर भन्ने मलाई छैन। लिएर पनि मैले के गर्ने त जग्गा माटो खाने भएन, गर्नु छोड्दिनँ। त्यही भनेको मैले त्यसलाई भन्छु भनेको। के भन्नुभयो? भनेको छैन, त्यही मैले कुरा सोचेको मैले त्यही हो। मलाई उसले ल्याएर आश्रममा राखिदियोस्, बिहान बेलुका खानु दिन्छ, मलाई डुमेर आज मरेपछि कसलाई के चाहिन्छ र? त्यही हो मलाई चाहिएको, अरू केही होइन। कुन ठाउँमा हुनुहुन्छ छोरा अहिले? लुङ्खु देउराली पर्वतको लुङ्खु देउरालीमा हुनुहुन्छ। कति वर्षको हुनुभयो होला अन्त? त्यो लगभग 45 वर्ष भइसक्यो नि। अहिले त छोरो 10-11 वर्ष भयो। बुहारी हुनुहुन्छ? बुहारीलाई पनि छोडेछ, माइत बसेछ वालीमा। बुहारीको बुहारी पनि छोडेर बस्नु? त्यसलाई पनि छोडेछ। अर्को एउटा केटीले त्यसलाई फसाएर राखेको छ क्या बाबु। अब तपाईँको विषयमा न्याय दिनको लागि तपाईँलाई यस छोरासँग अब हामीले जग्गा दिनुभएको छ, के गरौँ? न्याय अब आश्रममा सेटल गर्नको लागि प्रोसेस अगाडि बढाउँ अथवा छोरालाई समातेर लिएर आएर छोरालाई कारवाही गरेर सम्पत्ति फिर्ता तपाईँको नाम पारौँ, के गरौँ? सम्पत्ति फिर्ता गरेर के गर्नु बाबु? त्यो ठाउँ अलिक भित्रीमा दिएछ, बाटो छैन। नभए मैले उसले ब्याङ्कबाट पैसा पनि निकाल्थेँ, ब्याङ्कले पनि लोन दिँदैन, अनि त्यो जग्गा दिँदैन। अनि ती सौदाको छोरा अहिले बेच्नु दिँदा त्यो बेच्नु पनि झगडा गर्नु आउँछ। त्यो भएर जग्गा त जेसुकै गरोस्, म मरेपछि एक दिन त जग्गा भनेको जग्गै होला नि त्यसलाई। मलाई आश्रममा राखिदिए हुन्छ त्यसले आएर। हामीले फोन गर्नु गइरहेका छौँ। हेलो दिलीप सर नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। कता हुनुहुन्छ सर? त्यही त, कता पर्वतै हुनुहुन्छ कि कता हुनुहुन्छ? म पर्वत छैन। कता हुनुहुन्छ सर? म पोखरातिर। ए पोखरा हुनुहुन्छ। सर म नेपाल नेटवर्क मिडियाबाट पत्रकार विकास ढकाल बोलेँ सर। विकास? हजुर सर। के थियो होला? सर माता तीर्थ औँसीको शुभकामना हजुरलाई पहिला त तपाईँलाई दिनु पर्यो। धन्यवाद तपाईँलाई पनि। ए त अनि आमा कहाँ हुनुहुन्छ सर हजुरको? हजुर आमा कहाँ हुनुहुन्छ हजुरको? आमा इन्डियातिर हुनुहुन्थ्यो अरे। इन्डियातिर? हजुर। ए सम्पर्क भएको कि भएन आमासँग? किन सर? हजुर किन सम्पर्कमा भएन सर आमासँग? किन त आमालाई सोध्नु न। आमालाई सोधेको सर मैले, आमालाई सोधेको। अब त्यसपछि यो विषयमा एउटा रिपोर्ट तयार भइरहेको छ, हाम्रो रिपोर्ट तयार गरिरहेको छौँ। आज माता तीर्थ औँसीको दिन पनि हो है। अब विशेष रूपमा चाहिँ अब तपाईँलाई पनि सम्पर्कमा ल्याउनु पऱ्यो, कन्ट्याक्ट गर्नु पऱ्यो तपाईँसँग पनि भन्ने कुराकानी भयो। अब आमा बिरामी हुनुहुन्छ, त्यसपछि गएर बिरामी भएर आमा हिँड्न पनि सक्नुहुन्न। अब तपाईँ एउटा आमाले जन्म दिएको छोरा हुनुहुन्छ,
आमाको कर्तव्य पनि बिर्सिनु भएको हो कि के कस्तो हो अब त्यो थाहा भएन। अब आमा छोराको कुरा केही फरक होला पक्कै पनि। खास कन्ट्याक्टमै नआउने आमासँग किन सर रिजन चाहिँ? मम्मी अलि बिरामी भएर हस्पिटलतिर हो। हजुर म चाहिँ गण्डकीमा छु। हजुर अब सोध्नु न अब आमालाई के किन कन्ट्याक्ट भएर मलाई किन छोराले यसरी इग्नोर गर्यो भनेर बुझ्नु न। अब आमाको जग्गा तपाईँको नाममा हो 2 कट्ठा? हजुर आमाको जग्गा हजुरको नाममा हो 2 कट्ठा? हजुर मेरो नाममा हुँदैन। अब आमाले भोलि के गर्ला कि अब भोलि अब त्यो उता पक्षकोले फेरि आफ्नै नाममा जान्छ भन्ने सोचले चाहिँ फेरि मेरो नाममा चाहिँ लिदिन आग्रह गरेर लिदिएको हो। ए अनि जग्गा लिएपछि अनि त्यसपछि गएर अनि आमाको सम्पर्कमै नभइदिने अनि त्यसपछि गएर आमाको माया त बिर्सिनु भएको हो र सर होइन पक्कै पनि? हजुर त्यो त आमाको माया बिर्सिनु भएको हो र हजुरले? आमाले गरेको जन्म दिएको आमाको माया त्याग तपस्या बिर्सेर सम्पत्ति ठुलो भएको हो कि के भएको हो सर? के भन्छ भन्छ सर यसमा त। ल मैले तपाईँलाई आमासँग कन्ट्याक्ट गराएँ। आमासँग बोल्नुहोस् न त। ल आमा बोल्नु त यतिकै बोल्नु। दिलीप हजुर कहाँ जास् त? म यहाँ पोखरा। अनि किन लुङ्खु बस्दैनस्? म बिरामी भएर आएको छु यता। ए म पनि बिरामी भएर बिस्तरामा सुतिरहेको छु। पत्थरीको पनि अपरेसन गर्ने भनेछ। अनि तँलाई अस्ति सपनामा पनि देखेर मैले कति फोन गरेँ, तेरो फोन उठ्दैन किन दिलीप? तैँले फोन नगर्ने कारण के हो? मलाई मैले के गरेछु तँलाई भन् त? मैले त के गर्छु त नि अनि फेरि। अनि छोराको कर्तव्य त फोन गर्नुपर्छ कि सन्च बिसन्च मरेस कि जिउँदो छ कि आमा देवघाटमा बसेको अर्काको घरमा बसेको मान्छे फोन गर्नु पर्दैन त? म एक्लै बसेको मान्छेलाई मैले कति फोन गर्छु, न नेटमा गर्छस् उठाउँछस् तैँले, न सिममा उठाउँछस्। मलाई कति माया लाग्छ नि। मेरो त को घाउ भनेस् नि त। तैँले मलाई कतै रुवाइस् दिलीप। मलाई सधैँ रुवाएको तँलाई फल हुन्छ, तँलाई सफल हुन्छ तँलाई छोरालाई। 8 दिनको जन्मदेखि आमालाई रुवाएर। दिलीप सर दिलीप सर दिलीप सर सुन्नुभएको छ? सुन्नु भएको छ? अन्त यहाँ एकदमै डिस्टर्ब छ कि हस्पिटल एरियातिर। ए मेरो आवाज सुन्नुभएको छ? अलिअलि सुन्नु न आवाज त। सुनेछु। त्यही त सर अब यस्तो हुन्छ। अब हामी पनि कस्तो भन्दाखेरि न्याय दिने मान्छे हो सर हामी पनि है। तपाईँ कहाँबाट बोल्नुभएको छ अहिले? सर म अहिले देवघाटबाट बोलेको छु सर। कहाँबाट? देवघाट। देवघाट। हजुर के रे देवघाटमा त अब आमालाई विभिन्न अब दुःख दिने मान्छेहरू पनि त्यहाँ रहेछन् मैले बुझेँ। दुःख दिने भन्नाले सर? दुःख दिने भन्नाले नि अब चाहिँ बुवा र आमाको एउटा सम्बन्ध राम्रै भइरहेर बसिरहेको अवस्थामा अब बुवालाई चाहिँ अनि बुवा आमा त अब मम्मीको दोस्रो बिहा तपाईँलाई भन्नु सक्नुभयो होला। भन्नुभयो मम्मीले भन्नुभयो होइन दोस्रो बिहापछि पनि। अनि मलाई पनि मैले जीवनमा चाहिँ यत्रो छोराछोरी ठुल्ठुलो भइसक्यो, नाति नातिनदेखि बेला आमाले त्यो गलत कदम चालेकोबाट मलाई चाहिँ बस्न मन नआएर मैले आवाज दिन्छु। अब सबैले ब्याङ्क बाहिर गर्छ मलाई अब सोध्छ तेरो आमा पनि जानेर पनि सोध्छ, कहिले कहाँ गयो भन्ने पनि सोध्छ होइन। अब इत्यादि कुराहरूले म चाहिँ अब पुरानो ठाउँमा पनि म बस्दिनँ। अब सबैले मलाई अब दृष्टिगत लगाउँछ होइन। त्यसरी म आमाबाट टाढा भएको हो। अब सुन्नु न सर दिलीप सर अब सम्पत्तिकै कुरा गर्ने हो भने चाहिँ आमाले अब दोस्रो बिहा गरेको मान्छेले किने पनि हामीलाई एकपटक सोध्नु भएन मलाई कस्तो सम्पत्ति छ, यो सम्पत्ति भोलि मैले बेच्न पाउँछ कि पाउँदैन, कस्तो ठाउँमा सम्पत्ति छ भनेर सोध्नु त। न बेच्न मिल्छ न टेक्न मिल्छ त्यो जमिनमा हो। आमाले भन्नुभयो भित्रपट्टि जग्गा चाहिँ भित्रपट्टि भन्नुभयो। सुन्नु भन्यो भने पनि
नसकिने अवस्था भयो हो कि लडे मानुले जग्गाभित्रपट्टि छ भन्नुभयो जग्गाभित्रपट्टि छ भन्नुभयो अर्को बुवातिरको सम्बन्धलाई सोध्नु न के छ भनेर अनि सुन्नु न सर जस्तै अब आमाले अरू केही खोज्नु भएको रहन्छ आमाले अब केही अरू केही कुरा खोज्नु भएको छैन जस्ट आमाले खोज्नु भएको चाहिँ आश्रममा मात्रै सेटल गरिदियो हुन्थ्यो किनकि म बिस्तारामा पल्टे गर्नुपर्छ म बिरामी भएको छु म उठ्न पनि सक्दिनँ मलाई गाह्रो भएको छ एउटा वृद्धाश्रममा मेरो छोरो आएर चाहिँ मैले जन्म दिएको छोरो मैले जन्म दिएको छोरोले त्यसपछि गएर आएर चाहिँ मलाई वृद्धाश्रममा चाहिँ राखिदिन्छ भनेदेखि मात्रै मलाई पुग्यो भन्ने कुराकानी चाहिँ आमाले गर्नु भएको थियो है अब हजुर एकचोटि आइदिनुहुन्छ एकचोटि आइदिएर आमालाई वृद्धाश्रममा राखिदिएर त्यसपछि गएर आमासँग कुराकानी गरेर जानुहुन्छ या के गर्नुहुन्छ सर अबको प्रोसेस के गर्नुहुन्छ हजुरले अब त्यही फर्दर अब के गर्नु पर्यो भने मम्मीलाई सोध्नु होइन अब मैले त्यो जग्गा त मैले आमालाई अप्ठ्यारो पर्ला भनेर मैले लिएको मैले आमासँग त्यो चाहिँ मैले त्यो जग्गा बेचेर खान्थ्यो मैले लिन्छु भन्ने सोच लिएको होइन त्यो आमाकै लागि लिएको मैले त्यो जग्गा होइन हजुर अनि कुरा के छ भने चाहिँ आमालाई चाहिँ जुन दोस्रो बिहा गरेको मान्छेहरूबाट चाहिँ आमालाई धेरै इग्नोर गरे उनीहरूले र हामीले पनि केस लगाएको सकेन उनीहरू एकदम बलियो पक्षमा आमालाई धेरै कुरामा उनीहरूले घुँडा टेकाए लास्टमा अब आमाले पनि धेरै गल्ती गर्नुभएको छ है अब अहिले भन्दा आमालाई दुःख लाग्छ आमाले आफ्नो खुसी हुँदाखेरि चाहिँ हामीलाई खुसी बाँड्नु भएन अहिले दुःख मात्रै बाँड्नु भयो कि खुसी पनि त बाँड्नु पर्थ्यो नि होइन त्यतिखेर अब सर अब हजुरले जन्म दिएको आमा हो है त्यो म मान्छु हो मान्नुहुन्छ होइन तपाईँलाई त्यसपछि ताते गर्दै हिँडाउनु भएको हो हिँड्न सिकाउनु भएको हो खुवाउनु भएको हो पालन पोषण गर्नु भएको ठुलो बनाउनु भएको आमाले गल्ती गर्नुभयो ठिक छ आमाले एकदमै एक्सेप्ट गर्नुभएको छ आमाले आफ्नो गल्ती एक्सेप्ट गर्नु भएको छ तर अब आमाले चाहिँ एउटा छोरा आएर मलाई आश्रममा मात्रै तपाईँकोसँग जान पनि खोज्नु भएको छैन तपाईँलाई दिएको सम्पत्ति पनि आमाले फिर्ता माग्नु भएको छैन अब आमाले चाहिँ केवल के भन्नुभएको छ भन्दाखेरि मलाई चाहिँ छोराले आएर आश्रममा सेटल गरिदिए पनि मात्रै मलाई पुग्छ आश्रममा भएपछि म कमसेकम आश्रममा त म बस्न सक्छु आश्रममा भएपछि मलाई हेरचाह गर्ने मान्छे अरू पनि हुन्छ म अहिले अर्काको घरमा बसिरहेको छु अर्काको घरमा म थला पऱ्यो भनेदेखि मलाई यहाँबाट कसले के गर्ने भने जस्तो कुराकानी गर्नु भएको छ 70-72 वर्षको आमा पुगिसक्नु भएको छ आमाको उमेर 70-72 पुगिसकेको छ अब हजुरले अब त्यसपछि यसलाई चाहिँ अब एउटा सहजीकरण तरिकाले चाहिँ गरिदिएर म यति दिनसम्म आउँछु भन्नुहुन्छ या के गर्नुहुन्छ सर नत्र भनेदेखि अब यसको पनि प्रोसेसहरू धेरै बेग्लै प्रोसेस हुन्छ हजुरले पनि अब केस हजुरले पनि स्टडी गर्दा हुन्छ यो विषयमा चाहिँ है सरकार पनि छ नियम पनि छ सिस्टम पनि छ त्यो तरिकाले जानुभन्दा त्यसपछि गएर आमा छोराको कुरा हो आमा छोरामा भयो होला कुनै न कुनै मिस्टेक आमा छोरामा भएको होला केही कुरामा अलिकति चित्त नबुझेको होला तर दिदी बहिनीहरू पनि हुनुहुन्छ तर दिदी बहिनी भन्दा पनि ठुलो दायित्व छोराकै हुन्छ मेरो भएर मेरोबाट सबै सकारात्मक छ आमाको प्रति होइन हजुर आमालाई अब त्यहाँ राख्न पनि यसरी हामीले कुरा गरेको पछि फेरि आमाले आश्रममा म बस्दिनँ भन्ने कुरा गर्नुभयो होइन अब त्यहाँ राख्ने मापदण्डहरू नम्सहरू के छ त्यो मलाई पनि थाहा छैन हजुर एकचोटि देवघाटमा आएर आमालाई भेटेर आमाको इच्छा सोधेर आमाको इच्छा भनेको आश्रममा बस्ने इच्छा मात्रै हो आमाको अरू केही पनि छैन अब आश्रममा बस्नको लागि एउटा कसैले एउटा अभिभावकत्व गरिदिनु पर्छ हुन्छ चलाउन राति नै पर्दैन अब यहाँ तलमाथि गर्नु पर्यो सबै थोक गर्नै पर्यो नि यसले भयो पकाउनु पर्यो खानु पर्यो रात दिनको घर भेट्ला पनि बिरामी भयो बजारलाई पनि बोर हुन्छ होला नि भनिराख्दा त एउटै कुरा ए यस्तो बिरामी लाग्यो मलाई छ्याउ बनाउनु मान्छे खोजिरहनु पर्छ उहाँले बलियो मान्छे ठिक छ 1-2 महिना अब धेरै 1-2 महिना 6 महिना कुर्छुमा केही भएन केही समय कुर्नुहोस् तपाईँ आश्रममा जानको लागि तपाईँ आत्तिनु पर्दैन आश्रममा त्यसपछि तपाईँलाई व्यवस्थापन गरौँला आश्रममा मजासँग व्यवस्थापन गरौँला केही गाह्रो छैन तर तपाईँको छोरा नै आइदिन्छन् भनेदेखि चाहिँ अझै राम्रो भयो नि त आमा छोराको सम्बन्ध अहिले सुनिन्छ भनेदेखि अझै राम्रो कुरा भयो नि त अब यो भनेको पहिलो प्रोसेसलाई हामीले तिमीहरूसँग उहाँलाई सम्झायौँ हामीले भन्यौँ कुराकानी गऱ्यौँ होइन यति कुराकानी सबै भइसकेपछि पनि अब पछि पनि त्यसपछि अब अटेर गर्ने त अति गर्ने पऱ्यो भनेदेखि त नमजा हुन्छ आरामसँग बस्नुहोस् है हामीले चाहिँ अब यो भिडियो खिचाएको छौँ अब त्यसपछि गएर त्यो कन्ट्याक्टमा आएर आउँदै फेरि हजुरलाई भन्नु पऱ्यो नि मैले पऱ्यो आएर बाबु यो पहिलो प्रोसेस हो पहिलो प्रोसेसमा हामीले त्यसपछि छोराको फोटोहरू हामी केही पनि राख्दैनौँ तपाईँको गुनासो मात्रै राख्छौँ पहिलो प्रोसेसमा चाहिँ अबको जुन दोस्रो प्रोसेस हुन्छ दोस्रो प्रोसेसमा पनि यति कन्ट्याक्टमा आएन भनेदेखि चाहिँ अब 1-2 हप्ता टाइम मागेको छन् 2 हप्ता साटो 2 महिना मेरो तर्फबाट जाओस् तपाईँको तर्फबाट 3 महिना भन्नुभएको छ 3-4 महिना पुग्छु भन्नुभएको छ कुर्नुहोस् तपाईँ देवघाटमा हुनुहुन्छ आमा तपाईँ जस्तो कति आमा बुवाहरू हुनुहुन्छ
हरेक समस्या अस्ति नै एकजना आमा पनि आउनु भएको छ श्रीमानबाट पीडित भएर आउनु भएको थियो यस्ता आमा बुवाहरू धेरै हुनुहुन्छ नातिनुस् यति हो मजासँग बस्नुस् आनन्दसँग हरिराम जपनी बुढेसकालमा सम्बन्ध छोराछोरीको अरू केही छैन कि हामीलाई त धन सम्पत्ति केही छैन हामीलाई माया दिने मान्छे भइ हुन्छ बस भयो हुन्छ कर्ममा लेखेको सबैले भोग्ने हो हो नि कर्म त भोग्नै पर्छ कर्म भोग्ने सबैले कर्म लेखेको जे हो त्यही भोग्ने हो छोडिदिनुहोस् छोराछोरी आउँछन् ठिकै छ तपाईँ व्यवस्थापन गर्छन् ठिकै छ मजासँग यो ठाउँमा बस्नुहोस् यदि कति बेसी गएर आएनन् तपाईँलाई एकदमै गाह्रो पऱ्यो यता पऱ्यो भनेदेखि चाहिँ घर देख्नु मान्छे चिन्नु भएकै छ तपाईँलाई व्यवस्थापन हामी गर्छौँ है ल हाम्रो अहिले बिताउनु मैले मनले चाहेर ठिक्क तपाईँले त गर्नुहुन्छै भनेर मैले तपाईँलाई खोजिराखेको बोलाइराखेको मैले सुने पनि कता कतै बाबुले पत्रकार हो राम्रो काम गरेको भनेर कति कोही मान्छेको मुखबाट पनि सुनेको मैले त्यही भएर तपाईँले चाहिँ गर्नुहुन्छ नि यो पक्कै एउटा गरिदिनुहुन्छ भनेर मैले बढाइराखेको मैले अब त्यसपछि गएर आफूले सक्ने गर्ने हो होइन आफूले सक्ने आफूले सक्नेसँग गर्छु तपाईँको लागि पनि त्यसपछि गएर म सकेको गर्छु सकेको गर्दाखेरि नै निचोट रिजल्ट निस्किन्छ है राम्रोसँग बस्नुहोस् अब 9 तपाईँलाई धेरै धेरै धन्यवाद बाबु मैले दुःख कति गाह्रो नमान्नु होइन दुःख होइन यो दुःख होइन तपाईँहरूको सेवा गर्नु होइन तपाईँहरूको सेवा गर्नु नै हाम्रो दायित्व हाम्रो काम धर्म हाम्रो यही नै हो है अब त्यो समय मिलाउनु पनि अलिकति गाह्रो हुन्छ हरेक कुरा समय मिलाउनु गाह्रो हुन्छ समय मिलाउँदा हरेक कुरा समय मिलाउनु पर्यो समय मिलाउँदाखेरि अब हरेक